सबैलाई जय मसी। अहिले म यहाँ रोमानियाको आर्जेस लेरेस्टी भन्ने ठाउँको यो ठाउँमा छु। आई डोन्ट नो तपाईँहरू कतिजनालाई यो ठाउँहरू थाहा छ होइन। अनि यो ठाउँभन्दा अलि तलतिर चाहिँ जहाँ म काम गर्छु, हामी लगायत म लगायत हाम्रो नेपाली धेरै दाजुहरू हुनुहुन्छ। सो यता पुल हो कि नवलपरासी हो, नवलपुरबाट हाम्रो मिन कुमार पुलामी मगर दाई हुनुहुन्छ। उहाँहरू केही समय मात्र आउनु भएको। यो भिडियो चाहिँ युट्युबमा आउँछ है। तपाईँहरूलाई विशेष गरिकन चाहिँ यो नजारा देखाउँ भनेर मात्र हो, अरू त केही पनि छैन होइन। यसको विशेष भनेको चाहिँ यो ड्याम जस्तो हो, ड्यामै हो, एक सानो ड्याम छ। अनि यताबाट पनि पानीहरू आउँछ, यताबाट आउँछ, यताबाट आउँछ। यो तीन ठाउँबाट आएर चाहिँ यहाँनिर कलेक्ट हुन्छ। नेपालको सेम कस्तो के जस्तो है, फेवाताल जस्तै हो, तर फेवातालमा पानी जमेको हुन्छ, यो चाहिँ यताबाट आएको हुन्छ है। अनि दाइ त्यहाँ हुनुहुन्छ होइन। अनि त्यहाँबाट चाहिँ यहाँको नजारा चाहिँ यो प्रकारको छ है। ड्यामहरू चाहिँ पैसा देख्न सक्नुहुन्छ। यो कुराहरू चाहिँ एकदम दामी छ यहाँको बनावट। हामी चाहिँ यो पाहाडहरू नागेर साइकलमा लगभग हामी बस्ने ठाउँबाट 9.3 किलोमिटर दुरीमा रहेको छ। दाइले चाहिँ सानो साइकल, अनि दाइहरूको साइकलहरू हामीले लिएर ल दाइले चाहिँ नेपालको झन्डा पनि भिड्नु भएको छ होइन। हामी दाजुभाइ चाहिँ आज यतातिर छ। हामीले सबै छुट्टीको दिनमा विशेष कति कोठामा बस्ने भनेर दाइ र म चाहिँ यहाँनिर आइपुगेका छौँ है। साथीहरू धेरै धेरै धन्यवाद। त्यो छोटो मिठो भिडियो तपाईँहरूको लागि हो है भनेर हामी यो भिडियो यहीँसम्म राख्न चाहन्छौँ। अनि दाइलाई चाहिँ मैले रिक्वेस्ट गरेँ, तपाईँले सक्नुहुन्न भनेर, अनि भनेको थिएँ दाइले सक्छु बिर्सी जाउँ भनेर। दाइ कस्तो लाग्यो ठाउँ प्लिज? एकदम राम्रो रहन्छ, जे होस् घुम्ने चाहिँ एकदम ऊ रहेछ यो ठाउँ, रमाइलो। हाम्रो नेपाल सेम नेपालै नै भनौँ, डाँडा काँडाहरू हेर्दाखेरि सबै। अनि दाइ यात्रा कस्तो भयो तपाईँको? यात्रा कान्छ धेरै गाह्रो, उकालोमा पसिना कान्छ सबै भिजेछ है, सबै भिजेछ। तर त्यो कुराहरू दाइले यहाँ यो नजारा दृश्य देखिसकेपछि अलिकति दाइलाई थकाइ चाहिँ अलिक कम भएको छ। यहाँनिर चाहिँ मान्छेहरू है बोर्डिङ पनि गर्छ आफू लिएर है। यहाँनिर अघि घुमाइरहेको थियो, अहिले कहाँ गयो थाहा छैन। अनि यसको डाँडाको अनि उतापट्टि चाहिँ होटलहरूको पनि व्यवस्था छ है। अनि यहाँबाट त्यो बाटो चाहिँ यताबाट हो। हामी चाहिँ साइकलमा त्यहाँ जान अलिकति असहज हुन्छ, किनभने आउँदाखेरि अलिकति धेरै गाह्रो हुन्छ। अनि यो त्यहाँनिर चाहिँ देखिरहेको डाँडामा चाहिँ हिउँदोमा चाहिँ हिउँहरू लपक्क ढाकेको हुन्छ सेतो। अनि हामी काम गर्ने ठाउँ चाहिँ तलतिर यहाँबाट 10 किलोमिटर है छ। दाइ कस्तो लाग्यो? खुसी लाग्यो? खुसी लाग्यो एकदम। ल यो दाइ चाहिँ यो भिडियो चाहिँ हामी युट्युबमा छ, एउटा मेमोरीको लागि दाजुभाइको। ल एउटा सेल्फी पनि दिउँ न त। ल थ्याङ्क यू। यताबाट आउनुहोस्, यो चाहिँ उयसमा आउँछ क्या के अरे थम्बनेलमा। ल थ्याङ्क यू गाइस, सबैजना धेरै धन्यवाद। दाइ घर भाउजूलाई नानीलाई मिसियो भनिदिनु त। दुईटा छोराहरू मिसियो। अनि भाउजू मिसियो। ल यति टाढाबाट पनि हामी तपाईँहरूलाई सम्झिरहेका छौँ, घर परिवार सबैजनालाई। विशेष गरिकन राष्ट्रको झन्डा ओढेर दाइ एकदम घर परिवारलाई गाउँलाई ह्याप्पी मुभमेन्टमा उहाँहरूले सम्झिनु भएको छ। अनि यो चाहिँ देखिरहेको सेतो सेतोहरू चाहिँ जहाँ देखिरहनु भएको छ त्यहाँसम्म पानीहरू पहिला थियो, अहिले चाहिँ पानी मौसमको कारणले घटेको छ है। तर यो सबै देखेको जति पनि देख्नु भएको छ यो रुखको तल खोलाको अलिकति माथि माथि सेतो यो भाग चाहिँ पुरै पानीको लेभलले ढाकेको थियो है त। ल वान्स अगेन थ्याङ्क यू भेरी मच है। बाई बाई। भिडियो हेर्दै गर्नु होला, लामो छोटो जे जस्तो भए पनि धेरै समय बाद हामी युट्युबमा भिडियो हाल्दैछौँ यो सानो नजारा प्रकृति लभरहरूको लागि। थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। बाई बाई।